नमस्ते। देशको राजनीतिक बीटमा पनि एनपीएल चलिरहेको छ आजभोलि। तर केही मुद्दाहरूमा राज्य देश बेतुक अर्थमा अल्झिएको जस्तो लाग्छ मलाई चाहिँ, मेरो विचारमा, मेरो पर्सनल विचारमा। राजाको विषयमा जनमत संग्रह, इज इट फेयर? King is the father of the nation, especially for our country, Nepal. जसले देश बनाए, जसले इतिहास निर्माण गरे, पृथ्वी पथ हुँदै महेन्द्र पथसम्म अनि हाम्रो राजा ज्ञानेन्द्र पथसम्म आइपुग्दाखेरि यो बहसको विषय नै होइन। पृथ्वीनारायण शाहको, राजा पृथ्वीनारायण शाहको एउटा मात्रै दिव्य उपदेशलाई फलो गरौँ न, छातीमा हात राखेर। एउटा दुईटा मात्रै दिव्य उपदेशलाई फलो गर्दा नि यो देश साँच्चीकै देश बन्छ, साँच्चीकै नेपाल बन्छ। एउटै मात्रै दिव्य उपदेशलाई फलो गरौँ। घुस लिने र घुस दिने देशका शत्रु। अनि राजा महेन्द्रको एउटै भनाइलाई लिएर हामी छातीमा हात राखेर अगाडि बढौँ न। म मरे पनि मेरो देश बाँचिरहोस्। जनमत संग्रह, त्यो पनि राजाको देशमा, त्यो पनि राजाको बारेमा, राजाकै देशमा। गजब छ। जनमत संग्रह राजाको बारेमा अनि राजाकै देशमा, जसले यो देश बनाए, राज संस्थाकै देशमा। जुन संस्था जसले हामीले एउटा नेपाली नाम आज पनि पाइरहेका छौँ यो संसारको सामु। Why public vote about the king? Is it necessary? Why public opinion about the king? Is it necessary? I don't think so. हामीलाई पब्लिक ओपिनियन राजाको बारेमा चाहिएकै छैन। हामीलाई पब्लिक भोट राजाको बारेमा चाहिएकै छैन। राजा नभएर पनि राजा छन् यो देशमा। राजसंस्था नभएर पनि राजसंस्था छ यो देशमा। हामीले त्यो राजसंस्था र राजाको देश र प्रजाप्रतिको विचारलाई मात्र अगाडि बढेर लिएर, छातीमा हात राखेर लिएर हिँड्यो भने नि यो देश यो आजको जस्तो विषम परिस्थितिमा आउँदैन थियो। मैले राजा नभएर पनि राजा छन् यो देशमा किन भनेको थाहा छ? अनि राजसंस्था नभएर पनि राजसंस्था छ यो देशमा किन भनेको थाहा छ? कतै न कतै राजा र राजसंस्थादेखि डर छ तिनीहरूलाई, जो 46, 47, 62, 63 हुँदै आजको मितिसम्म आउँदाखेरि यो देशमा हजारौं राजा भएर जन्मे। मैले हुनुपर्छ, मैले भने हुनुपर्छ, मेरो जस्तो हुनुपर्छ, मेरो पार्टी हुनुपर्छ, मेरो विचार हुनुपर्छ, मैले गरेको ठिक छ। गलत। तपाईँ ठिक बेठिक भन्ने कुरा तपाईँले छुट्याउने होइन। आज छुट्टिएको छ। आजको मितिमा तपाईँ ठिक, तपाईँको पार्टी ठिक, तपाईँ ठिक, तपाईँ बेठिक अथवा तपाईँको विचार ठिक आजको मितिमा छुट्टिएको छ। युवाहरूले छुट्याएका छन्। जुन विषयले देशलाई ठूलो लस गरेको छ,
जनतामाथि ठुलो भार थोपरेको छ, त्यो विषयमा बहस गरौँ न। पब्लिक ओपिनियनको बारेमा, पब्लिक भोटको बारेमा। Why not discuss about the republic? Why not discuss about the federalism? 27-28 अरब खरब ऋण पुगेको छ व्यवस्थाले गरेर, देशलाई ठूलो घाटा भएको छ, जनताहरू विदेशमा पिल्सिन बाध्य छन्। त्यो बारेमा बहस गरौँ न। किन राजाको बारेमा? मैले अघि नै भने, किङ इज द फादर अफ द नेसन। घर बनाउने बाको बारेमा छोराछोरी मिलेर पब्लिक भोट गर्ने, पब्लिक ओपिनियन लिने, छोराछोरीले बाको बारेमा, घर बनाउने बाको बारेमा, आँगन बनाउने बाको बारेमा, अनि सात सिमाना बनाउने बाको बारेमा, छोराछोरीले एउटा नाम दिने बाको बारेमा पब्लिक ओपिनियन। भोटै गर्ने हो भने, ओपिनियन नै लिने हो भने रिपब्लिकको बारेमा लिउँ न। भोटै लिने हो भने, पब्लिक ओपिनियन नै लिने हो भने फेडरलिजमको बारेमा लिउँ न, जसले देशलाई चुर्लुमै डुबाएको छ। देशका खोला, नदी, नालाले त्यति डुबाएन यो देशलाई जति संघीयता र गणतन्त्रले डुबाएको छ। त्यसको बारेमा बहस छेडौँ न, हुन? अच्छा मजा। जुन कुरामा बहस हुनुपर्ने हो त्यो कुरामा बहसै छैन, जुन कुरामा नहुनु पर्ने हो त्यो ध्रुव सत्य छ, त्यो कुरामा बहस छेडिएको छ। आई एम नॉट एग्री। पब्लिक vote or public opinion about the king who is the father of the nation. हस्, आजलाई यति बुझौँ, फेरि पछि भेटौँला। नमस्ते नेपाल।